जय जय श्रीमन्नारायण। जले रक्षतु बाराः थले रक्षतु वामन अष्टभ्या नरसिंहश्च सर्वत्र पातु केशव। जले रक्षतु नन्दीश थले रक्षतु भैरव अष्टम्या वीरभद्रश्च सर्वत्र पातु शङ्कर। आज अब अलिकति बिहान यसो टिपोट गरेको थिएँ, फुर्सदमा अलिअलि टिपोट लेखेको थिएँ। यो अलिकति यहाँ भनिदिनु पऱ्यो, समयको बचत गर्नु पऱ्यो भनेर सोच बनाएको छु। अलिकति गुरुवाणी 3-4 जनाको गुरुवाणी लिएर आएको छु र अलिकति क्षमा याचना पनि छ। गुरु आचार्य प्रशान्त गुरु भन्नुहुन्छ मनोवैज्ञानिक चिकित्सक। बुद्धत्वको कुल्चिन चाहिए, बुद्धत्वको कुल्चिन चाहिए भन्नुहुन्छ र उहाँले भन्नुभयो त्यसरी। अर्को फेरि बुद्ध स्वयं बुद्ध अनुयायी गुरु प्रशान्तको साथी सखा सदा म बोल्छु। 2 जना व्यक्ति बुद्धत्वसँग भेट गर्छु। एउटा बनाएको, एउटा ठिटा अक्षरका युवक। उनीसँग 2 जनाको मैले सुन्ने गरेको छ। उहाँहरूबाटै 2 जनाको संयुक्त राखेरै भनेको छु कि केही मिस्टेक सम मिस्टेक नथिङ भनेर भन्नुभएको छ। यसलाई समेटेर बुद्धत्वको कुल्चिन चाहिए भनेर शेरजीको लडाइँमा बुद्धत्वको कुल्चिन चाहिए भनेर भन्नुभएको छ गुरुले। बुद्धत्वको कुल्चिन चाहिए भन्दाखेरि चाहिँ अनौठो एउटा आश्चर्यचकितको कुराहरू छ क्या। सम्झिँदाखेरि त्यसले के भनेको छ त भन्दा बुद्धत्व भन्ने बित्तिकै सारा ब्रह्माण्डको हिमालय क्षेत्रलाई निश्चित रूपमा श्रेष्ठ सम्झिनु भएको छ गुरुले। त्यसै गरी उन्मत्त माताले महादेवको उसमा छातीमा लात्ती हानेको कुरालाई सम्झाउनु भएको छ र त्यसै गरी ऋषिले नारायणलाई लात्ती हानेको कुराहरू पनि अलिकति झल्को त्यसमा देखाउनु भएको छ। र त्यसपछि गएर के छ त भन्दा बुद्धत्व यो यस्ता कुराहरूलाई चाहिँ तेस्रोमा भनिएको छ कि मानवको मस्तिष्कलाई बुद्धत्व भनिन्छ। एउटै मानवमा पनि मस्तिष्क जो छ त्यसलाई बुद्धत्व। त्यसपछि नाभिदेखि उँभो घाँटीदेखि तलसम्मकोलाई भन्छ हिन्दुत्व र नाभिदेखि तल भनेको छ सनातनी धर्म भनेर गुरुले शेरको लडाइँमा बुद्धत्वको कुल्चिन चाहिए भनेर, शेरको लडाइँमा बुद्धत्वको कुल्चिन चाहिए भनेर एउटा शेर भनेर आफै सन्त वाणीलाई सन्तहरूको शेरमा भनेको छ। अनि त्यसै गरी चौथोमा छ तपस्वी। मैले चाहिँ सम्झेँ कि तपस्वी रामबहादुर बमजमको तपस्या स्थलमा प्रथमदेखि दोस्रो समितिसम्म स्वयंसेवकको रूपमा मलाई राखिएको थियो। जसबहादुर वाइबा हुनुहुन्थ्यो त्यतिखेर अध्यक्ष। त्यतिखेर कहिलेकाहीँ यदाकदा कुनै पनि प्रोग्रामहरूमा जाँदाखेरि उहाँसँग आशीर्वाद लिन जाँदा यस्तै मनको बातहरू केही प्रश्नहरू सोधेको थिएँ र सबैले के चढाउँ भन्दा आज आएर गुरुले यो कुल्चिन चाहिए भन्ने शब्दलाई हेर्दाखेरि मैले 2टा एउटा आसन मैले के दिउँ भन्दा त्यही दिउँ भनेर यो 2टा यो बुद्धत्वको यो 2टा लगेर एउटा चाहिँ उहाँ राखेँ। अनि एकजोर यो लिएको याद आयो, मलाई सम्झना आयो। एउटा पादुका जस्तो बनाएर ल्याएको थिएँ। सबैले चढाउँदा मैले नि के चढाउँ भन्दा यही चढाएको थिएँ र मेरो यही नै छ। एकजोर त्यता चढाएँ, एकजोर यता ल्याएँ पूजा गर्न। त्यो सम्झना अलिकति मलाई आयो आउँदा र उहाँलाई विभिन्न प्रकारका लान्छना लागे। तब पनि उहाँ मुक्ति हुनुभयो र शान्ति फेरि
शान्ति नै भयो। यो सम्झिँदा नयनबाट आँखा पनि आयो मलाई सम्झँदाखेरि। अब उहाँलाई मैले एउटा सम्झेँ मात्रै। आह्वानम नजानामि नचाहनामि विसर्जनम पूजम चैव नजानामि क्षमस्व परमेश्वरी भनेर भने। अर्को कुरो पतञ्जलि गुरुको पनि यहाँ रक्तचन्दनको पेडको बारेमा बाबा रामदेव बाबाले कुरा गर्नुभएको छ। यसलाई चाहिँ कसरी लिएँ भनेदेखि अबको सार्क सम्मेलनमा कृषि र आयुर्वेदिकको पुस्तक कक्षा नर्सरीदेखि कक्षा 5सम्म मा 7औं पिरियडको योग ध्यान र प्रथम प्रार्थनामा विश्व शान्तिको ओल्ड गीत गाउन प्रकाशन गर्ने भनेर एउटा सोच बनाउनु भएको छ क्यारे गुरुले भनेर भन्छ मनले। र त्यसै गरी कक्षा 6देखि योग शारीरिक शिविर र किताबमा जीवन उपयोगी र व्यवहारमा स्वास्थ्य शिक्षा शारीरिक शिक्षा अनिवार्य गर्नुपर्ने हुन्छ। कक्षा 10सम्म 11देखि 12, 13, 14, 15सम्म चाहिँ योगशाला तालिम उत्पादन बिक्री वितरणको परिभाषा र गुरुहरूले विश्लेषण र आग्रह गरेको मात्र एउटा रक्तचन्दनको बोटलाई उदाहरण दिनुभयो। यस्ता लाखौँ आयुर्वेदिक कुराहरूलाई सरकारी ऐलानी जमिनहरूको निर्माण ऐलानी जमिनहरूमा प्रयोग गर्ने मन्त्र प्रयोगशाला समष्टि विश्व सेवा भनेर गुरुले दिएको उदाहरणलाई नै एउटा त्यस्तो किसिमको उदाहरण चाहिँ गर्न खोजिएको हो कि भनेर गुरुले एउटा रक्तचन्दनको पेडलाई भनेको मैले लिएको छु। त्यसै गरी मिठाईहरूले एउटा सनपापडी बन्दाखेरिको मेहनत र त्यो धर्सा कति धर्सा एउटै सनपापडीमा कति धर्सा त्यो सबै अनौठो किसिमको छ। त्यस्तो हो है यो आध्यात्मिक तवर चाहिँ भनेर एकजना गुरुले एउटा मिठाई व्यापारीले दिएको थियो। त्यो पनि लाग्छ मलाई गुरु सचिवकै काम अथवा आफ्नै सचिव सोसराका युवाहरूले हालेको छ सनपापडीको उदाहरणमा। अनि जस्तो 100 जनाले एउटा प्रणाम गर्यो भने 20 जना सन्तहरूले गाली दिन्छन् सहेर बस भनेर गुरु प्रेमानन्द गुरुले त्यो एउटा आश्वासन दिएको मैले अहिले यहाँ गरेँ। अनि कुनै पनि आफ्नो जग्गा लिनको लागि क्वालिटी गर्नुपर्छ भनेर गुरु हर्षवर्धन गुरु पनि यसैमा समावेश भएको हुनुहुन्छ। र अर्को फेरि सोनु समारा गुरुले भन्नुभएको छ कि ईश्वरले सबै जग्गा मध्ये एक जग्गा भेदभाव रहित बनाउनु भएको छ भनेर यसलाई चाहिँ इमोसनलाई दर्शन दिएर विश्वलाई अलिकति मनोवैज्ञानिक चिकित्सकद्वारा प्रेस गरेको हो कि भनेर मनले भन्दै आजलाई यसैमा समावेश गर्दै एउटा भनेको छ मेरो पिताजी पनि भन्नुहुन्थ्यो एउटा सर्पले नरस्ने कुरालाई चाहिँ नर्मदायै नमः प्रातः नर्मदायै नमः निशि नमस्तेस्तु नर्मदे तुभ्यं त्रायिमां विष सर्वतः भनेर एउटा नर्मदाको नाम पनि नर्मदा नदीको यत्रो प्रभावमा मेरो पनि नर्मदा नाम भएको हुनाले यतिखेर यहीँ जोडेँ है त। जय जय श्रीमन्नारायण।